अलिकति बुबुदे ल थोरै बुबुदे ल टिला पनि छन् दुधालु पनि छे बच्चाहरू राम्रै हुन्छन् फर्स्ट लभ ऊ आइपुग्यो त ए सोनिया भात खायो ए सोनिया उयो फलो ब्याक गर है मेरो नयाँ आडियो यो तपाईँको त आज भोलि त पहिलाको भन्दा चर्तीकला बढेको छ है कसम भन्दा हैन छैन लुगा लुगा लाछु तुरी देखाएको छैन लुगा लाछु भात खाएको न त फेरि स्टार्ट गर्छ कि यो मान्छेले छ्या ओइ सोनिया सोनिया सुन न खाना खायो खाना खायो डाक्टर अलिकति सबै हुनुपर्छ है ल जिन्दगीमा नमस्कार हो आदम सेवा रहो गाठी सेवा रहो अनि सन्या हो सुन न म त एउटा कुरा भन्न पो आएको केही नभन्ने गेम खेलौँ तपाईँ ठोकेर जान्छ गेम पनि खेलौँ एक ठ्याक गेम पनि खेलौँ ल गफ पनि गरौँ ल अनि आमाहरू सन्चै छ पो छ हौ आमाहरू सन्चै छ हजुर तिमी किन अलिक घट्यौ त जाटा घटेको छ त अलिकति टिके लाभा बच्चा फ्याल्यौ क्या हौ जाटा अलिकति घटेको त यस्तो त छ उसको त मलाई गाइस तामाङ भाषा सिकाउनु दे ल म तामाङ भाषामा के भन्नु तामाङ भाषा सिकाउनु न म थोरै त तामाङ हो र म लामा हो थाहा छ मलाई लिम्बू भाषा सिकाऊ त के लिम्बू भाषा सिकाऊ गाइस मलाई तामाङ भाषा सिकाउनु न म उसलाई ठोकेर जान्छु के भनेको यो के सिकाएको यो आशिषले हिरा फेते के हो यो ए समय तिमी राई हो सुन जी भए पनि त अब त बाबाले सोध्ने कुरा न अब बाबुले आमाले यसो गरे झन् नि त हालो सुन त एकताल फेरि हेर न यसको त ए सन्या पिसी जावा हिरा फेते पिसी जावा भनेको टिसी खाने भनेको खाने लु खाने यो मान्छे त म गएँ है ओए सन्या सुन न सन्या राई भाषा सिकाउनु त्यसो भए राई भाषा सिकाउनु आमफुची अर्को आम लड्डु सुयाङ सुयाङ आमफुची बोल न ल आमफुची बोल नमस्ते भगवान आमडुला गेम खेलेर जान्छु ल लड्डु त चिनेको मान्छे भनेर एक्सेप्ट गर्छु फेरि ज्यादै बोल्छ छ्या अनि होइन यो वेलकम रेकर्ड गरेर हालिदिन्छ लाजै मर्दो हुन्छ त्यही सन्या होइन गतिले चाहिँ स्तन पनि गतिलो छ बच्चाहरू प्लिज ओए सन्या फलो ब्याक गर न कस्तो खालको माथिको लिम्बुनी अनि मातिन्दिन कि त मसँग जोड्दा चाहिँ अलि राम्रो बोल्नु कि तपाईँको त्यसै नि भ्युअर्स बस्छ क्या होइन ए भगवान् राजु थ्याङ्क यू होइन यसो के सुन हामीले इज्जतले बोलाएको हो तिमीलाई हेर यो नाश भएको धरानमै नबिकेको भनेर हामीले हेला गरेको होइन इज्जतले बोलाएको हिजो पनि सन्या हामीले चिनेको हो र सन्या भन्ने बित्तिकै धरानको मिठो बङ्गुर खाएर हुर्केको पोटी र रसी र बोसोले भरिएको भेजिटेरियन हो एक्सक्युज मी भेजिटेरियन हो अनि गाइस वान रोज अनि पछि सुन त मासु खाने बुढासँग सुत्न हुन्छ कि हुँदैन पछि हुँदैन मलाई उनी चाहिन्छ भेजिटेरियनै चाहिन्छ ए भगवान हो एउटा कुरा नि त सुन है त बुढोले सेकुवा खाएर आयो हेर बुढोले सेकुवा खाएर त्यही त होइन बुढाबुढी सुन मेरो कुरा सुन त यता राखेर ए सोनिया यता सुन वेलकम कान्छी हजुर ओइ सोनिया हजुर ए साथी त बन न हौ तेरीको साथी त बन न साथी बन्छु तर मसँग जोड्दा चाहिँ यस्तै नर्मल बोल्नु ल प्लिज म भविष्यमा हुनु आँटेको हिरोइनी मैले हिरोइनीमा मैले साइन गरिसकेको छु प्लिज तिमी त्यो हिरोइन खेल्ने हिरो चाहिँ को तिमीले उचाल्न सक्नु पर्यो नि त उचाल्न सक्नु पर्यो हिरो चाहिँ को भगवान सबै लाउरेनीको छोरी हो यार मलाई लाउरेनीको छोरीको रोलमा खेल्ने लाउरे केटाले मलाई बोक्नु सक्दैन लाउरेले को लाउरे त बन्दुक चाहिँ तिमी जस्तो अस्ति कसम तिमी डाक्टर लड्डु अचेल त अति नै तिमी त छाडा भइसकेछौ कसरी भन न म भन्छु तिमीलाई किन छाडा हो जाटा ला ओइ मलाई जिताउ न डाक्टर लड्डुले जित्नु लागिसक्यो जित्दैन मेरो टिम कहाँ जित्छ मेरो टिम भनेको मेरो टिम पता हो डाक्टर लाडो के मेरो टिम चाहिँ के खोया मेरो टिम चाहिँ खोया अलवेज रेस्पेक्ट टु रेस्पेक्ट मेरो कुरा सुन लड्डु स्टार्ट गर्ने
रिस उठ्ने अस्तिका यस्तो कुर्सीमा बसेछ होइन अनि त्यस पछाडि केटाले के गरेछ होइन बक्सर लाएर फ्या पारेर थुक्क तलाई त म त दिउँ मैले लाए पनि कि त्यो बाहिर देखाएको छु त बाहिर तुरी देखाएको छु त युकेश आइला जस्तो चुप लाग है रिस उठ्ने फेरि डाइरेक्ट नबोला भन्दै चाहिँ बाङ्गो बोला न सुन मेरो ठाउँ छ के डबल मिनिङ बोल्दा पनि हुन्छ के पागल डाइरेक्ट बोल्नुपर्छ भन्ने छ त छैन नि होइन होइन हामी त अब सोझो मान्छे सोझै बोल्छौँ त हुन्छ सोझो रिस उठ्ने सोझो मान्छेले यस्तो बोल्छ लजाउँछ मुख छोप्छ त्यही त हो नि अब राति गर्न मन लागिहाल्छ नमस्ते यो कुरा म जान्छु है अहिले पनि यो मान्छे नाङ्गे रहेछ म जान्छु यो मान्छे नाङ्गे रहेछ कसम नाङ्गे भगवान कसम सेतो कटु छ म आरी पापा कसैले गेमै जिताउँदैन आज त के भएको यहाँ सुन सुन ल पनिसमेन्ट के खानु तिमीले जित्यौ भने यति तोरीको त्यहाँ नाइटोमा ल्याप दल्छु अनि हामीले तिमीले हार्यो भने नाइटो तेल लाउँछौ ल कसम लाउँछु रिस उठ्ने तैरीमा कस्तो घमण्डी हो घमण्डी भन्नु मिल्दैन आफ्नो मान्छेले आफ्नो रोस्टिङ गेम म खेल्नु सक्छु तर म त्यो पनिसमेन्टमा त्यो नि नाइटोमा तोरीको तेल लगाउने त्यस्तो हुन्छ पहिला भन्दा त हेडलाइट त निकै सुधार भएको छ हेडलाइट एक्सेप्ट गरेर लास्ट गेम खेलेर जान्छु पागल गेम जिताइदिएकै गाइस यहाँ सुन न त सुन सन्या अब रात परेको छ होइन तिमीलाई पनि रमाइलो होस् हामीलाई पनि रमाइलो होस् गेम खेलेर जान्छु 5 मिनेट टाइम देऊ मैले साथी बनाएको छु 5 मिनेट मलाई टाइम देऊ म जान्छु त्यस पछाडि 5 मिनेट A few moments later नसुध्रिने रहेछ यो त पागल त यो पागल थुक्क पागल के गरेको थियो सिरानी नि यसले त उसको आफ्नै गेडा चेपेर फुटाउने आदि त्यहाँ हेर न थुक्क जिन्दगीमा साला मुखमा हालेर गरेन फुट्दैन कम्ती बलियो अबे बुमा के बुमा ए म त बाहिर ब्रान्ड निकाला भनेर ओके लेट्स सी एभ्रीबडी इज आवर टिम केटा मेरो भ्युअर्स भनेको फेक भ्युअर्स होइन डक्टर लाडो ग्याङ इज अलवेज अन टप ओके थप्पु भाइ गुला ग्याङ एउटा भाइ क ग्याङ ओइ डक्टर लड्डु के तर तिमी पहिला अलिक ठिक थियो अहिले त ज्यादै भयो डक्टर लड्डु यस्तो राम्रो मान्छे छ मैले कसले बलात्कार गरेको छु कि के होइन बरु गएर बलात्कारै गरिदियो होइन तिम्रै गर्लफ्रेन्डलाई गर बुढीलाई गर कि बलात्कार पनि अरूलाई चाहिँ होइन मन मिलेर तर यहाँ बसेर त्यो त्यस्तो त अलिक भएन हात पनि देखाइहाल्छ त्यो के गरेको त्यो आजभोलिको मान्दैन कि मागेर होइन अब चिनेजानेको साथी हो पहिला पो मेला लाग्थ्यो गाउँमा कान्छी भन औलामा कोटाएर गर भने पर जान्थ्यो बाँसघारीमा जान्थ्यो त्यही भएर अप्ठ्यारो के होइन सन्या जे भए पनि लिम्बुनी हो जाति छे होइन यत्तिकैले बिहा गर भने त बच्चाहरू त साह्रै पोटिलो हो हुन्छ नि पोटिलो तिम्रो चाहिँ 50-60 वटा बुढी हुन्छ है यो पाराले त एउटा ल्याउँछ एउटाले पनि छोड्छ अर्को ल्याउँछ अर्कोले पनि छोड्छ एउटा यो लास्ट गेम खेलेर जान्छ श्रीमती भेटेको भात पनि दिले छोड्दैन यो मान्छे त कस्तो पागल छ सत्य कुरो तर भातमा त दियो खरै पहिला हिँड्छ सबभन्दा भगवान कसम लेखेर राख त अहिले बुढीहरू भात खान A few moments later त्यो नपाएर पहिला हिँडेका छन् अच्छा हामीलाई थाहा छैन त प्लिज म जान्छु ल यस्तो नगर्ने बस न कान्छु के छ वस्तु भाउ के पाल्या छौ गाई भैँसी बाख्रा के छन् घरमा सन्चै छौ यस्तो नगर न यार जिन्दगीको गोरेटोमा सबैलाई एउटै चिज देखाउनु पर्छ भन्ने हुँदैन तपाईँलाई पनि थाहा भएको कुरा मलाई पनि थाहा भएको कुरा जेन्युन कुरा तर सबै कुराहरू चाहिँ थाहा भएकै हाम्रै शरीरमा भएको भयो अलिकति कदर गरेर बोल्दा डबल ट्याप हान्ने कुरा हो है सबले डबल ट्याप माई भ्युअर्स आर रियल भ्युअर्स नट फेक भ्युअर्स
थ्याङ्क यू कडा मेरो सबै पनि डबल रियल ट्याप भ्युअर्स हो रियल गिफ्टर्स हो ल गाइस सबै डबल ट्याप त्यहाँ ल हाम्रो डबल ट्याप इज इनफ क्या कडा है डबल ट्याप इज इनफ इन्टु टु गर्ने म डबल ट्याप गाइस आँखा चिप्लेर जितेर डबल ट्याप जान्छु हान्न कडा भन्नु हो माई ब्युटिफुल लाडो ग्याङ होइन कडा हो आँखा चिप्लेर डबल ट्याप हान्न होइन कडा हो इनफ क्या कडा अब कुन दिन एउटा केटीले पनि पुछार नाम राख्नु बेर छैन मा कसम यार पुच्छर होइन उसले भनेको पुती भनेको होइन सुन न एउटाले चाहिँ कि एउटा सुन एउटा रियल कुरा दुईजना के नसुन मलाई ओइ, सुन, please सुन, नसुन, please सुन न नसुन। दुईटा घमण्डी केटाहरू भेट भएर क्या अनि एउटाले चाहिँ ओइ तिमी कुन जिल्लाबाट आएको भनेर मलाई फर्केर हेर भन अरे क्या मलाई फर्केर हेर भन अरे ओ त कुन जिल्लाबाट आएको म अरे यही गेम खेलेर जान्छु है। यहाँ सुन न अनि तिमी कुन जिल्लाबाट आएको भनेर मलाई फर्केर हेर भन अरे अन्त चाहिँ कुन जिल्लाबाट आएको भनेर लाडो खा भन अरे के अनि एउटा चाहिँ मलाई फर्केर हेर भने चाहिँ इलाम रहेछ इलाम अनि लाडो खा भनेको चाहिँ डोला खा भनेको रहेछ क्या म्युट गरेको छ क्या साँच्चै हुनुहुन्छ म्युट गरे हो म्युट गरेको छ गरेको छु साह्रै नमजा आयो नि होइन तर सन्या होइन ओइ सन्या वी रेस्पेक्ट यु होइन अब जे भए पनि तिमी एउटा लिम्बूको छोरी हौ लाभ्रेको छोरी होला तर हेर एक दिन मरिजाने चोला हो होइन हो तपाईँलाई थाहा रहेछ त मरिजाने चोला हो गरिबै मरौँ न तर इज्जतले मरौँ न भन्ने सोच आउन् न अब तिमीहरू इज्जत उडाउँछ अहिले पल्लोपट्टि मणिकरमा भिसी गरिरहेको हुन्छ उहाँ पल्लोपट्टि मा कसम होइन होला केटीहरूले कतिले त्यस्तो गरेको होला अहिले त केटाहरूले पनि गरेको छ तर त्यो गराउने को हो गराउने को हो गराउने भनेको गिफ्टहरू केटाले पनि त त्यसले खेलाइरहेको हुन्छ त त्यो केटाले नि खेलाइरहेको हुन्छ त यहाँ सुन त पहिला आफ्नो तर त्यो एउटा मनीगनको लागि मैले चाहिँ अहिलेसम्म इज्जत बेचेको छुइनँ है तिमी होइन भने सुन्नुहोस् न अहिले टिकटक भनेको इज्जत खोज्न मिल्दैन काका मामा भान्जी दाजु भाउजू सैनो चल्दैन टिकटक चल्दैन टिकटकमा यो इज्जत खोजेर टिकटकमा मिल्दैन अब नमस्कार संस्कार हुन्छ गेम जिताउनु भनेको उतै 5 मिनेट लगेर गयो सबै गाइज यार म त हारेरै जानु छि एक गेम जिताउनु भनेर बसेको म त त्यो संस्कारले जित्दैन के त्यो के भन्छ त्यो एउटाले के भन्थ्यो एउटाले दाजु जाने के बस्ने एकछिन भन्नु तर डबल मिनिङमा भन्नु कि सहजले भन्नु त्यो सिधै नभन्नु के लाखे त पढ सुन हेर मान्छे बाचुन्जेली एक बारको जिन्दगीमा हेर हामी एउटा पूर्वतिरको मान्छे जे भए पनि मनकारी हुन्छ संस्कारी हुन्छ सानो अब यतिको ज्यानलाई रिसाउनु हुँदैन है अब रिसायो भने बिहे हुँदैन लगन जुर्दैन घरमा हेर्न आउँदैन अब तिमीले कसैले हेर्न आए ल खोइ बुहारी हेरौँ भन्दाखेरि अब यत्रो चिम्टाले डाडुले चाहिँ खेदा भने त रिस देखा भने त हुँदैन अहिले सन्चो हुनुपर्छ त्यो अहिले भनेको केटी खोज्ने भनेको टिकटकमा हो अब गाउँघरमा डुल्ने चलन गयो टिकटकमै हो को राम्री छ कतिको संस्कार छ भन्ने कुरो के अब हाम्रो विचारमा सन्या पनि ज्यानले त साथ दिएको छ यतिको ज्यान त बाघेको ज्यान छ हात्तीकै ज्यान छ है अब यसो हेर्दाखेरि लक्षिम पनि छे पोटिला पनि छन् दुधालु पनि छे बच्चाहरू राम्रै हुन्छन् भोलिको दिनमा लाउरेको छोरी भन्छ लाउरे साउरे हामीले गोलीमा त्यो हामीले मतलबै भएन तर चाहिँ होइन यसो अब जे भए पनि छोरी मान्छे हो एउटा फुलेको फुल हो भमरा आउँछन् हेर फुलेको फुल नै भमरा आउँछन् तर कुन फुलले कुन कतिको रस दिने भन्ने कुरा हुन्छ तर अहिले चाहिँ छोरी मान्छेहरू फ्री वाइफाई जस्तो भएको छन् यता पनि जोइन हुने उता पनि लपक्कै यता पनि लपक्कै पासवर्ड छैन जहाँ पनि जोडिने अनि लास्टमा गएर त भताभुङ्गो हुने त्यो चाहिँ केटा मान्छे हो केटी परिँदैन केटी मान्छे भनेको कुनै चिजलाई च्याप्प यसरी पक्रेपछि त्यो जबसम्म त्यो मर्दैन उक्लिँदैन त्यो जडैबाट उक्लिँदैन तबसम्म पक्रिराख्ने हो क्या होइन केटी मान्छे छ आफ्नो कहानी आफ्नो बेथा अर्कालाई कहानी सुनाएर हुन्छ यसो न त पैसा नै यसो न त म नेपालमा मात्र नभएर विदेशमा धेरै मसाज सेन्टरमा गएको छु एउटाले मसाज गर्छन् अर्कोले मसाज गर्छन् अर्कोले यता पनि उता पनि सबैतिर ठिक हुन्छ एउटा दिएर कस्तो हुन्छ त एउटा मसाज गर्ने हेर त सबैले भ्याउँछ पल्लो कोठा ओल्लो कोठा तपाईँको त्यो दुईटा गेडा चाहिँ एउटा छुटाएर मसाज गराउनु हुन्छ रिस उठ्ने म त एक गेम जितेर जान्छु भनेको एक गेम त नजितेर बोल्न त साह्रै मिठो बोली आउँछ म बोल्नु त बोल्छु तर मान्छेले ठाउँ हेरेर बोल्ने हो नि त आउनु न रियल लाइफमा बोलौँ न तर यो भनेको सामाजिक सञ्जाल हो नि त नबोले मान्छे कति नै सोझा साझा इमान्दार नै किन नपल्टोस् रियल लाइफमा मान्छेलाई रिस उठ्दा एक दुईवटा शब्द जान्छ जसको पनि त्यो संस्कारमा होइन क्या त्यो संस्कारको कुरामा भनेको भन्नुहोस् सुन त म त रियल लाइफमा भेटेँ भने त म त छालाको बन्दुक चलाउँछु है
चलाउँछु म पनि लान्छु जान्दिनँ पनि तपाईँले यसो क्या? छालाको चलाउनु हामी चाहिँ सिरुपाते असली यति लामो मेरो बाजेको यति मेरो बाजे भनेको दोकानी हो कि यति लामो लामो भाला छ त्यो भाला म सिरुपाते चलाउँछु अनि राम्रो छ कतिको त्यो चेप्छौ भाला म चलाउँछु कति हजुर धार कतिको छ त्यो सिरुपातेको धार कतिको छ तिरुपातीमा धार भन्ने हुँदैन सडक्क परेको हुन्छ धार यसो तिखो तिखो धार हुन्छ र थोरै न सडक्क परेको हुन्छ त्यसलाई छिस्स यसो छुनुपर्छ तिम्रो तिम्रो बेलुनहरू सुन त, फुट्छ क्या तिम्रो 2टा दानाको बेलुन फुट्छ डोन्ट वरी फुट्दैन फुट्दैन अहिलेसम्म कतिले टोकै फुटेको छैन अहिलेसम्म टोकै फुटेको छैन अहिलेसम्म यसलाई कमजोर पर्यो होला नि त म खुकुरीको धार लाउँला नि तिमीले चाहिँ हेरी तिमीलाई पनि त टोक्ला नि त गिजाले तानेर तान्ला नि यत्रको सिटी त यो त माफोरी क्या ओइ सन्या सुन न सन्या हेर मैले पनि मेडिकल्ली फिट छु हेर बिहा गर्दाखेरि बच्चाको भाउ मजाले बढ्न सक्छु हेर सन्या तिमीलाई मजाले बिरुवा दिन सक्छु सबै कुरा पाल्न सक्छु लु आमाको नम्बर देऊ बाउको नम्बर देऊ जाँटा बिहा गरौँ पाल्छु जाँटा बिहा गरौँ ए गर्यो बिहा लिम्बुनीको छोराछोरी ए गर्दिन भयो कुरै छैन नि हो अपाङ्गै किन नहोस् होइन आँखा नदेख्ने नै किन नहोस् प्राकृतिकले दिएको कुरा हो त्यो भनेको त्यो प्राकृतिकले दिएको सन्या तिमी चुप लाग मेरो गिनी ठिक छ मेरो कान्छी बुढी हो गिनी ठिक छ जे बुझ्छ गिनीले बुझ्छ अच्छा म बुढी होइन जस्ट साथी मात्रै हो साथी हो बेला होइन त दिदी बेला यसो कहिले काहीँ म निस्केन हजुरहरू बस्नु ल लड्डु जोडी बस्नु न बस्नु सनाया सुन त ए सनाया यो गोविन्द कहाँ आयो फेरि लड्डु तपाईँलाई होइन केस परेको छ तपाईँ चाँडै नेपाल आउनु तपाईँ होइन जहाँ पनि दिन्छ कसरी पनि दिन्छ भन्दै होइन आइडी गयो केसी लाडोमा छ केस भिनीलाई मैले मेसेज हाने थिएँ कि हजुर तर कसम होइन डाक्टर लाडो एउटा केटी आएर डाक्टर लाडो रे। यार नाच सिक्ने मात्रै हेर्नु न के गर्नु भयो यार कसम नाच सिक्ने रन्डी यो 4 जनामा मजा भएन हौ 4 जनामा मजा भएन ओ थपु भाइ आफै लाइभ पर्छ थपु भाइ ल लैजाऊ दोस्तहरू लैजाऊ म बिहान फक्रिन्छ कोपिला जस्तो फक्रिन्छ बेलुका भएपछि फुल दिउँसो फुल्छ बेलुकी घामले ओइलिन्छ हेर कान्छु आफ्नो रूप रङ जवानीको घमण्ड नगर हेर कान्छी त्यो कान्छालाई छोड्देऊ सनिमलाई छोड्देऊ हेर जे पर्ला जाँठो आइपरेको बिहोरौँला रीति सिति के छ तिरौँला त्यहाँनिर भएर बस्छ ल कान्छी है ल है ल त्यहाँनिर भएर बस्छ ल है कान्छी ल बरु तिमीले चाहिँ अप्ठ्यारो लाग्यो अब बिहा गरेपछि नानी हुन्छ जस्तो लाग्यो भने बरु नानी नपाऊ अन्तबाट नानी ल्याम्ला अनाथ ल्याएमा जति नानी छन् हस्पिटलबाट ल्याम्ला है कान्छी ल है सानो भने कान्छाले के दिएछौ कान्छाले चाहिँ कान्छै खाली मनमा कान्छाले चाहिँ के दिएछौ तँ पनि गुरेमै छ म नि गुरेमै छु त मन पर्यो हाम्रो पहिलो माया हो फर्स्ट लभ हो ठिकै छ जे भने फर्स्ट ठ्याक फर्स्ट लभ होइन एबै कुरा भन्न फर्स्ट बिर्सन गाह्रो हुन्छ भन्ने कुरा चाहिँ नगर्नु रिस उठ्ने रिस आउँछ है सानो कुरा भन्नुहुन्छ आया होइन यसो के साना सुन त बाबा यसो के हेरौ ती पनि नारी हौ छोरी मान्छे हौ होइन अब छोरी मान्छे भएर हामीले ट्याममा यसो त्यो घडीको पनि दम दिनुपर्छ कि घडीको पनि दम दिनुपर्छ दम यसो जो बटारिराख्नुपर्छ त्यो अटोमेटिक घडीको हेर त अब मान्छे हो म कुरा बुझ्छु है अब दूरीले टाढा थियो केही फरक छैन नि त अलि समयपछि भेटौँला मनका कुरा साटौँला अब चाहिँ जवानी पनि पोखाम्ला होइन ज्ञानी भएर बस्छ त्यो कान्छाले बेस यो कान्छाले त्यो कान्छाको दिया होला दियाको अर्कै बोयफ्रेन्ड छ यहाँ दियाको अर्कै बोयफ्रेन्ड बिर्सिसकेँ मैले छोडिदिइसकेँ कान्छा चिन्दिनँ म यो हेर दियाको हेर त दियाको हेर दियाको अर्कै छ के देख्यौ जीवन तिमीलाई राखी खै सम्झना हेर त साँच्ची दिए सुम्पिएको जीवन तिमीले हेर त यो दियाको अर्कै छ बुझ्यौ नि देख्यौ त हेर कान्छी फेरि यो कुरा अन्त नगर है त्यो कान्छाले त्यो नभन दियाको अर्कै रहेछ भनौँ तिमीसँगै कान्छा लाग्छ फेरि त्यो कान्छा पनि तिमीसँग मर्यादै गरेको छ अब यसो गरौ के गर भने एकताल पहिला कान्छासँग जोइन हुनु अनि त्यहाँबाट
त्यो कान्छासँग जोइन हुँदाखेरि पहिला यो के अरे स्तनभन्दा तल नदेखाउनु है, तल पेट नदेखाउनु, अनि सरप्राइजली मलाई एकताल जोइन गर्नु, अनि कान्छासँग जोइन गर्दा त्यो पेटमा चाहिँ कपडा हाल्नु के, यसो प्रेग्नेन्ट भयो जस्तो गर्नु, अनि त्यहाँबाट कान्छाले बिच्किन्छ के। होइन हामी छोरामा अब हेर त त्यहाँ कान्छाको बच्चा बोकाएको छ भने म अहिले जो साइड लाग्छु तिम्रो पेटमा कसैको बच्चा छ भने म साइड लाग्छु होइन, तर देखाउनु त पर्यो नि त। अब हेर एकछिन तिमी नाच्यौ, यो ऋतु पनि हाम्रै मान्छे हो, यो यहाँ आएछ नि कान्छी बुढी, कहाँ चाहिँ कान्छी बुढी, दिदी हो नमस्ते गर, ऋतु नमस्ते गर, दिदी हो नमस्ते गर, ऋतु भन न माथि दिदी हो नमस्ते गर, दिदी हो नमस्ते गर, माथि दिदीलाई नमस्ते गर। कहिलेदेखि दिदी भएन नमस्ते नमस्ते कान्छी बुढी हो, बुन हो, नमस्ते गर सानो अन्त नमस्ते गर्नु फर्काउ। नमस्ते भने त नमस्ते हेर हौ दिदी बहिनी हो, मिलेर बसौ। अब यस्तै हो रातिको कार्यक्रम हो। ल सुन है ऋतु, कान्छु सुन, अब दिदीले के भनी भने अनिताले म बच्चा पाउँदिनँ, मेरो फिगर बिग्रिन्छ, म सानोमा बिरामी भएर हुर्किएको, बच्चा चाहिँ ऋतुले पाओस् तर म समाइदिन्छु, बरु उसले अप्ठ्यारो लाग्छ भने म बट्टाको दुध खुवाउँला भनेकी छे। ऋतु के भन्छौ? जे पाइदे बोल्छ। तिमी जाऊ त, तिमी एकताल जाऊ। डिप्रेसन कम्ती गाह्रो पार्छ तिमीले बुझाइछस् ऋतु? आज गेम खेल्ने गेमला ऋतु ऋतु अलिकति पनिसमेन्ट गरौँ ल है। ल तँलाई के छ पनिसमेन्ट गर्न मिल्छ मिल्दैन? रुममा को छ पनिसमेन्ट गर्न मिल्छ? मिल्दैन, म एक्लै छु, म आफ्नै रुममा छु। होइन यसो राति अब यसो दुध माडेको भए हुन्थ्यो, अब हामीलाई पनि सजिलो हुन्थ्यो, तिमीलाई पनि दुध बढ्छौ नि त, पहिलाभन्दा सानो छ। हेर त्यो तिमीले त्यो टिकटकमा उसले चिन्छौ त, त्यो कान्छी भन्ने चिन्छौ टिकटकमा? कान्छीले चिन्छौ? कान्छी भन्ने एउटा थियो नि उसको टिकटक आइडी। को कान्छी? कान्छी भन्छ मसिनो दुध थियो, हेर त यत्रो सानो दुध थियो, पनिसमेन्ट गर्दा दुध माडेको कत्रोको दुध भयो हेरी त्यो। अब यसको नि त्यो दुध माडेको भए कति मजा हुन्थ्यो, मजाले चाहिँ नि क्रस फायरको जान्छ, बुलेट बाइकको हेडलाइट हुन्थ्यो। अहिले देखाएको छ त्यो खोइ दुध हो कि के हो, कालो कालो देखाएको छ, त्यो कालो कालो देखाएको छ के हो। ए सुन त ऋतु, ऋतु सुन त ऋतु, ओए तर म आएर एउटा भिडियो खेलौँ है, एउटा म्युजिक भिडियो बनाऊँ ल। ल हुन्छ म्युजिक भिडियो बनाऊँ ल, चल भने। ओइ त्यो ब्राता लाना हो कान्छी, ब्राता लाना हो हेत्तेरिका राति। अरे बाउ मेक्सियो यो त्यो लगाएपछि ब्रा लाउनु पर्दैन पर्छ ऋतु? ओइ भन्न अनि त्यो लगाएपछि पेन्टी लाउनु पर्छ नि, पेन्टी लाउनु पर्छ पर्दैन? पेन्टी म त्यो बागाइबाट म त ब्लग गर्नु छ तर भिडियोले कस्तो रिसाएको नाट सबैले गाइस फलो गरेर महिनावारी भइरहेको छ। गर्दैन कहाँ गर्छ, रिसाएर गर्दैन। यहाँ सुन ऋतु, यहाँ सुन त ऋतु सुन हेर, अब राति हो होइन, अब रात परेपछि हाम्रो पनि समस्या बुझ नि तिमीहरू। हेर त कम्ती गाह्रो हुन्छ नि ऋतु, यो उठेपछि ननिन्दा लाग्छ, कम्ती गाह्रो हुन्छ त। हिजोको भिडियो आएको छ अरे, कहाँ आएको छ हिजोको भिडियो? आइहाल्छ ऋतु। त्यति छोड्छु म। तेरिका यो मान्छे साह्रै अप्ठ्यारो हो, तेरिका दिव्या भन्दा साह्रै राम्रो लाग्थ्यो। सुन ऋतु, सुन सुन त, त्यो रुममा को छस् भन्दा बोल्न मिल्छ मिल्दैन? रुममा को छस्? एक्लै छु, कोही छ, कोही हुनुहुन्न। अनि होइन तरुमा सधैँ एक्लै हुन्छ यस? होइन त्यहाँ को छ, त्यहाँ को छ, कोही न कोही चाहिँ छ। मेरो बुढा हुनुहुन्छ। कहिले बिहा गरेछौ? आज भर्खर बिहा गरेको त्यो, रात दिनमा लाइभमा थिएन, म देखिनस्?